साथीहरु हामी यति बेला चाहिँ लमजुङ र गोर्खामा पर्ने जुन चाहिँ यो बीचमा पर्ने चेपे खोलामा छौं यति बेला। हामी चाहिँ यहाँ आज गर्मी धेरै बढेको भएर चाहिँ हामी पौडी खेल्नको लागि चाहिँ यो चेपे खोलामा आएको छ। यो मेरो पछाडिपट्टि देख्न सक्नुहुन्छ त्यो धमिलो छ पानी चाहिँ, तर पनि हामी त्यो धमिलो पानीमा भयो नि मजा लिने चाहिँ कोसिस गर्दैछौँ केटाहरू। नुहाउनको लागि आएको छ अनि हाम्रो चाहिँ बाइकहरू यतापट्टि पार्किङ भइसकेको छ। जोडी के छ? आज म पुलबाट हाम्फाल्नेवालामा छु। पुलबाट हाम्फाल्नेवालामा छ। तल बस्नुपर्छ समात्नलाई। अब खोला साइडतिर जाँदैछौँ हौ त, पौडी खेल्ने खोला साइडतिर। पानी धमिलो हो कि के हो? यो धमिलो हो नि है। लामो समयपछि फेरि आज एउटा भ्लग गर्दैछु गाइस। यो भ्लगलाई पनि सबैजनाले मन पराइदिनु होला। तपाईँहरूको माया साथ सपोर्ट चाहिँ दिनु होला। तपाईँहरूको माया साथ सपोर्ट दिइरहनु भएको छ र अझै पनि कम भएको छ होइन। अब योभन्दा बढी चाहिँ गरिदिनु होला। तपाईँहरूको माया साथ सपोर्टले मैले चाहिँ अलिकति नयाँ नयाँ भिडियोहरू बनाउने एउटा जुन चाहिँ जोस एउटा जाँगर चाहिँ आउँछ मलाई है। त्यही भएर चाहिँ अलिकति भिडियोलाई चाहिँ माया गरिदिनु होला। धमिलो छ पानी चाहिँ। पहिला हामी एकचोटि यहाँ माछा नि मारेर आएको थियो हो, बुढो आइगएन। माथिबाट फेरि यता आउँदैछ होइन। र हामी चाहिँ अहिले यतापट्टि साइडमा छौँ होइन। यहाँबाट हामीले चाहिँ अब ट्रकको आनन्द लिइरहेको छौँ कि गाइज है, आनन्द लिइरहेको छौँ। अब यहाँबाट चाहिँ हामी अब एकछिनमा हामी पनि खेल्छौँ अनि त्यसपछि एकछिन मजा लिएर अब यहाँबाट हामी चाहिँ जान्छौँ होइन। अहिले चाहिँ केटाहरू खेलिरहेको छ यतापट्टिको। यो खोला चाहिँ यहाँ तल गएर है मर्स्याङदीमा मिसिन्छ यो खोला चाहिँ। ल है केटाहरू चाहिँ अब फेरि पारीबाट यता वारी आउँदैछ है त। विशाल तान्डास गइरहेछ होइन। ठाउँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, एकदम आनन्दको ठाउँ छ कि यता यो चाहिँ होइन। बिचमा गोर्खा र लमजुङको बिचमा चेपे खोला, उता पुल देख्न सक्नुहुन्छ तपाईँहरूले, गाडी जाने पुल है। फेरि कमेन्टमा अहिले अब एउटा नाच्नेको कमेन्ट गरिरहेको छु फेरि। अब त्यो कमेन्ट हालिरहने कि यता वारी आउँदाखेरि चाहिँ समाउनु नसक्ने हुन्छ कि, समाउने ठाउँ नभएर सबै चिप्लो भएर। उत्रियो यार, उत्रिँदा केटाहरू पालो आइरहेको छ। अहिले विशाल आयो, अब अमृत आउँदैछ है त्यताबाट। यहाँ चाहिँ कस्तो भन्दाखेरि तपाईँको अब समातेर यता माथि आउनलाई अलिक चिप्लो रहेछ क्या ठाउँ। बाँस दिएर चाहिँ तानिरहेको छ। बाँकी छ दुईजना उ त्यहाँ। यार तेरी केटाहरू यार हाम्रो उसले चाहिँ अलिक नसकेर उताबाट आउनु लाग्छ ऊ चाहिँ होइन। यहाँबाट आउनु एकदम यो भेल यताबाट आएको छ एकदम कुनाबाट चाहिँ। यो कुनाबाट भेल आएको भएर चाहिँ एकदम अलिकति उतर्न गाह्रो भयो कि। अनि उसले चाहिँ सक्दैन भनेर उताबाट घुमेर आउन लागेको छ। तीनजना चाहिँ आइसकेको छ। कडा भेल यार हो र। तर अलिक कडदै कडा चाहिँ त समाउने ठाउँ पनि छैन कि फेरि यतातिर साइडमा यो कुनामा।
उता वहाँ गएर बस्यो यार उता आउनु नसकेर उताबाट आयो यार यो पानी अलिक डह्रो आएछ यता कुनाबाट अलिक बढे जस्तो लाग्यो कि अन्त बढेको फर्किनु पर्यो फर्किएन नि चेतन फेरि उतै जानु पर्यो उतातिर वहाँ गएर बस्यो उता नसकेर त्यो कुनामा छ बानी नहोला आइडिया नै अलिकति कस्तो थियो त हाम्रो पार्टीले यसको थोरै अनुभव दिनु पर्यो ल त कस्तो थियो केटाहरूको अनुभव चाहिँ एकदमै कडा अनुभव आएको छ अहिले होइन पौडी खेलेर हेर्दाखेरि चाहिँ खोला यस्तो देखिन्छ एकदम डह्रो रहेछ यहाँ चाहिँ खोला भन्ने कुराहरू भएको छ यो कुना साइडतिरको चाहिँ एकदम बढी भेल छ अरे युट्युबर अनि होइन जे भए पनि तिमीहरू आइरहेको थाहा हुन्छ नि त कहाँ गइरहेछ कतिको डह्रो छ के हुन्छ भन्ने कुरो होइन अनि हाम्रो एकजना तिनजना चाहिँ यताबाट बल्ल बल्ल उत्रियो जाने बेला त गयो होइन अनि बाँसको सहायताले गर्दाखेरि पनि थोरै आइपुग्यो साथीको एउटा होइन हेल्पले गर्दाखेरि अनि हाम्रो एकजना मित्र चाहिँ उहाँ चाहिँ उता नसकेर चाहिँ होइन पुलतिरबाट घुमेर आउनु भइसकेको छ यति बेला अनि हेलो किशोरजी किशोर कि ईश्वर अरे खास चाहिँ किन हो त्यताबाट आएको होइन भनिदिउँ न थोरै किन के कस्तो लाग्यो के भएर हो भनिदिउँ न थोरै उहाँको अनुभव चाहिँ अलिकति खोला यो यतापट्टि भेल अलिक पढाएको भएर चाहिँ आउनु अलिक गाह्रो भयो भन्नुभयो होइन त्यही भएर चाहिँ यताबाट घुमेर आयो तर ठिक छ केही छैन पौडी त खेल्यो त सबैजनाले होइन र रमाइलो भयो नि होइन ल ठिक छ साथीहरू हामी चाहिँ अब पौडी खेल्ने ठाउँबाट पनि यता आइसक्यो होइन यहाँ बाइक राखेको ठाउँमा आइपुग्नु भएको छ अनि त्यो केटाहरूको अनुभव चाहिँ आज एकदम कडै भयो है खोला एकदम डरै छ भन्ने कुरो हो हामी चाहिँ खेलिनँ पानी पनि धमिलो अब त्यति हामीलाई अलिकति कडा खालको स्विमिङ गरेर नि आउँदैनौँ त्यो कारणले गर्दाखेरि हामी खेलिनँ अब हामी चाहिँ केटाहरू सबैजना खेलेर चाहिँ अहिले यता ब्याक भइसकेको छौँ है यतापट्टि देख्न सक्नुहुन्छ ऊ अगाडिपट्टि हाम्रो बाइक पार्किङ भइरहेछ अब हिँड्दैछ हामी यो चाहिँ चेप्पे खोला है गाइस पुल देख्न सक्नुहुन्छ त्यताबाट यो लमजुङ र गोर्खाको जोडिएको पुल होइन अलिक के लान के गाह्रो छ भने अनि इन्डियातिर एउटा केटाले बचाउनु खोज्दाखेरि मलाई पनि समात्दियो भनेर मलाई पनि डुबाइ यस्तै स्विमिङ गर्दाखेरि यहाँ पनि त्यस्तै हुन्छ क्या त्यही भएर साथीहरू अलिक ट्यालेन्ट हुनुपर्छ त्यही हो ल हामी यो बाइक पार्किङ भएको ठाउँमा आइपुगेछौँ होइन अब कता जाने हो कि अब हामी चाहिँ लगभग खाजासाजा खाएर होइन त्यसपछि फेरि घरतिर लाग्छौँ है त हामी चाहिँ अहिले चाहिँ पौडी खेल्ने ठाउँबाट चाहिँ खाजा खानको लागि यतापट्टि आएको छौँ हामी होइन लिची बोर्ड भन्ने ठाउँमा भिडियो ट्याक्क पठायो मेरो यहाँ हेर त भिडियो यतिकै नभए त हुने ल हामी चाहिँ अब खाना भइसक्यो फुल पनि सिन देखियो क्या दामले अर्डर भइसक्यो होइन अर्डर के गर्ने हो नि विशाल अर्डर गरेर के छ सोध तिमीले के भन्यौ 4 प्लेट सुकुटी बनाइदिनु न अनि एक ठाउँमा माछा जाऊ त सुने छैन कि जाऊ एक ठाउँमा माछा भन ल हामी चाहिँ यहाँ खाना बसिसकेको छ केटाहरू है फेरि हामी एकछिनमा भेटौँ है त यहाँ हाम्रो चाहिँ छ्याङ चाहिँ एक लोड आइसक्यो गाइस हेर्नु ल हामी पनि खाइरहेको छौँ मैले यति बेला होइन एक लोड छ्याङ आयो अब अर्को खाजा आउनेलाई फेरि अर्को जग चाहिँ चाहिन्छ होला भन्ने कुराहरू भइरहेको छ यता यति बेला हामी यहीँ छौँ होइन छ्याङ खाँदैछौँ एक लोड लमजुङ र गोर्खाको चाहिँ बिचमा पर्ने चेपे खोलाको साइडमा छु एक लडा एक जग छ क्या दिनलाई खानु पर्यो नि सट्टै तर अमिलो छ यार सट्टै होइन ल हाम्रो यहाँ खाजा पनि आइपुग्यो होइन यता चाहिँ हाम्रो 4 प्लेट सुकुटी त्यसपछि आएर यतापट्टि माछा चाहिँ हाम्रो गुरुले चाहिँ माछा खाएको छ सुकुटी जति खानुहुन्न भनेर अनि हाम्रो यहाँ विशालले पनि माछा रसवाला माछा बहुत सजिलो छ होइन अनि हाम्रो चाहिँ यहाँ सुकुटी छ है हामी सबैजनाले यहाँ सुकुटी खाइरहेको छ अब यो चाहिँ हाम्रै यता गाउँघरमा पाउने अर्ग्यानिक छ्याङ है
ल चिउरा पनि आइपुग्यो यहाँ हाम्रो ल है अब आज हामी माछा छ्याङ खाजा जति ठाउँमा खाँदैछौँ यतापट्टि यहाँ सबैजना हुनुहुन्छ ल हामी चाहिँ खाँदैछु होइन मजाले खान्छौँ तिमी चाहिँ खिच्दै गरेको छु है ल म खिच्दै गर्छु म यहाँ फेरि यस्तो छ नि त म त यहाँ खुट्टा भएको माछा खान लाग्छु नि त यहाँ ल यहाँ त खुट्टा भएको माछा पाइन्छ है गाइज यहाँ ठाउँमा चाहिँ ल साथीहरू हामीले चाहिँ अब खाजा पानी सबै भइसक्यो अब हामी यहाँबाट लाग्छौँ होइन बिस्तारै फेरि तपाईँलाई बाटोमा फेरि भेटौँला है त साथीहरू यति बेला हामी चाहिँ लिची बोर्डमा छौँ र लिची बोर्डमा खाजा खाइरहँदाखेरि हाम्रो एकजना भाइ हुनुहुन्छ यहीँ घर यहीँ अन्त नाम के हो तिम्रो भन्नु त मेरो ह्याप्पी तामाङ होइन यहीँको भाइ हुनुहुन्छ अनि त्यहाँ हामी चाहिँ अहिले स्विमिङ घर जाँदाखेरि सँगै भेटेको थियौँ र अहिले खाजा खाने ठाउँमा सँगै भेटेको छौँ अनि मेरो सब्सक्राइबर पनि भर्खरै है सब्सक्राइब गरेको छ भाइले धेरै धेरै थ्याङ्क यू है ल यो व्हाट्सअप गाइज कैसे आप सभी लोग वेलकम बैक टू डिजी एन्टरटेनमेन्ट ब्लग सब्सक्राइब गरिदिनु सबैले लाइक हान्दिनु शेयर थ्याङ्क यू भाइ थ्याङ्क यू ल हामी चाहिँ साथीहरू खाजा साजा खाएर पनि अहिले हाम्रो घर नजिक आइपुग्ने बेला भएको छ है ल यति बेला चाहिँ हामी ठ्याक्कै फेरि तनहुँ र लमजुङको ठ्याक्कै सिमाना हाम्रो चाहिँ यो मर्स्याङदी खोला दमौला पुलमा आइपुगेको छ हामी यति बेला अब हाम्रो आजको टुर चाहिँ एकदम चाहिँ होइन रमाइलो भयो सबै साथीभाइहरू सबै यतै छ अब हामी चाहिँ म चाहिँ यहीँबाट चाहिँ बिदा हुन चाहन्छु है भ्लगलाई यहीँ इन्ड गर्न चाहन्छु मेरो भिडियोलाई ल भिडियो इन्डिङ गर्दैछु होइन मैले इन्डिङ गर्दैछु के भन्छ अब कस्तो भयो आजको एकदम रमाइलो भयो नि आज रमाइलो नै भयो पौडी खेलियो सुकुटी खाइयो ल साथीहरू ल भिडियो चाहिँ इन्डिङ गरेँ मैले यहीँबाट है ल सबैजनालाई बाई बाई भन्दै म यहीँबाट छुट्टिन चाहेँ है त ल